छोरा रेडी भएको छौं कसैको वेटिङमा छौं कसैको वेटिङमा छौं एलिना चौहान दिदी आउँदै हुनुहुन्छ आज मलाई भेट्न अनि मलाई पनि हैन अनि हामी के बनाएर खुवाउने आज सबैजना भिडियो लास्टसम्म हेर्नु होला गाइस मैले यसलाई चप्पल लगाइदिएको हेर्नु न यहाँ खाली खोल्न खोज्छ यो चाहिँ एकदम फटा भएको छ के भनेको तिमीले नमस्ते गर्दियो ल नमस्ते सबैजनालाई नमस्ते मेरो छोराले नमस्ते भन्न चाहिँ सिकेको छ है फेरि गर्दा नमस्ते ताली बजाइदियो ताली बजाइदियो ताली ताली कसरी बजाउनु बजाउ त ताली बजाउ ताली खै बजाएको क्ल्याप 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 सबैजनाले भिडियो हेर्नु होला लास्टसम्म भएन आउँदै हुनुहुन्छ आज चाहिँ अनि म चाहिँ आज एलानीलाई चाहिँ स्पेसल चटपटी बनाएर खुवाउने भनेर सोचिरहेको छु सो आज म चटपटी कसरी बनाउँछु अनि हाम्रो आजको दिन कस्तो हुन्छ अनि एला दिदी आइसकेपछि रमाइलो गफहरू हुन्छ होइन खाइन्छ सबैजनाले लास्टसम्म मेरो भ्लग हेर्नु होला है त अनि हाम्रो चटपटीको सामग्री सबै यो कार्टुनमा हालेर राखेको छ अनि यहाँ खोज्नुपर्छ कि सबै सामग्री फुड कलरमा चाहिँ मैले यो युज गर्छु सबैजनाले त्यो फुड कलर कुन चलाउनुहुन्छ भन्नुहुन्छ नि मैले यो फुड कलर चलाउँछु है सबैजनालाई पठाइरहेको यो फुड कलर म चाहिँ फुड कलर यसमा बनाउन गइरहेको छु त्यस पछाडि अब आफूलाई कति चाहिन्छ त्यो अनुसारले पानी हाल्ने फिट्नुपर्छ है पानी तातो पानीमा हुँदैन ल चिसो पानीमा फिट्नुपर्छ किनकि यो डल्ला पर्छ के त्यही भएर मैले यहाँ चलाइरहेको छु धेर पर्यो क्या चलाउँदै पकाउने गर्नु पर्यो होइन यतिको बाक्लो हुनुपर्छ मैले चाहिँ यतिको बाक्लो बनाएको छु क्यामेरा खड्यायो परी नमस्कार उसको फ्यान भन्दा त म त उसको फ्यान हो त खै हेलमेट खोला हेलमेट भित्र त निस्का पहिला भित्र निस्क भन्ने आएछ भित्र त पस भनेर केटासँग अलि मान्दैन केटीसँग मात्रै मान्छ यो लास्ट अनि यो मिश्री चाल त उसको फेभरेट हो मिश्री चाल मात्रै हेर्छ राम्रो भएको नि यो के थाहा हो मलाई त को लिपस्टिक लाग्छ बोक्न ला के भएको ए अस्ति कपाल फलाएको होइन तिम्रो मामा पर्छ मामा मामा ज्वरो हाई गरेको चरालाई मैले लुगा पो ल्याइदिएको छु त वाह गिफ्ट चरालाई के लुगा ल्याइदिनु भएछ हेरौँ है ओ वाह हेड लाउने यहाँ आरम्भको टोपी त्यस पछाडि अर्को आरम्भको कट्टु आरम्भको भेस्ट क्युट वाला शीतल कपडा शीतल छाने ल्याइदिएको अर्को पनि छ क्या पनि छ अरे मान्छे क्या कति धेरै नाना हो बाप रे बाप ओ वाह कति राम्रो कलरको सर्ट के सामान अडेको हो यो चाहिँ स्यान्टाको गर्ने हो अबे अरे यही लाग्यो भाउ ल कहाँदेखि लाग्यो यस्तो बच्चामा मान्छे यस्तो दामी दामी साइजसँग लिएर आएको बच्चाको क्या छैन हालेको छ ए भगवान लगाउ त एकचोटि काइरामको जस्तै यसले त निकालिहाल्छ 5 सेकेन्डमा हेर्दैछौ फ्याल्यो नफाल कस्तो लागु अब यो टिभी निभाउनु पर्छ कति मखा चाहिँ केटाले चाहिँ भुत्लाउँछ यसले
विकास बोक्न लाग्यो अब आऊ भन्नु माने पो चिप्लो पार्न आऊ भन्नु आरम्भलाई के भएछ आरम्भ चिलायो नि उसले एक लाग्यो मालिक कस्तो गरिदेऊ त ल गरिदेऊ त आई गयो त ताली बजाऊ त ताली बजाऊ आरम्भ ताली बजाऊ त्यहाँ अगाडि खेल्दा खेल्दा गरेर मसँग टाँसिन आएको आराम भयो के हेरेको पाँदा बाबा बाबा या क्युट भइदेऊ नि त क्युट भइदेऊ नि त भिडियोमा क्युट भनिदेऊ नि त क्युट आऊ न त त्यो भएर क्युट भएको के हो त्यस्तो पछि चाहिँ आरम्भको हार्मोनियम बजाएको उहाँ सरले हार्मोनियम बजाउनु हेर नि त्यहाँ सापको बजाएको हार्मोनियम हेर्नु औलाले ए शीतलमा रोपेको छ नि त होइन घाम पनि पर्छ यहाँ कस्तो मजाको यत्रो मारे कि कति धेरै मैले अझै बाँडेको गाउँभरिको मान्छेलाई यहाँको काठमाडौँको बासिन्दाहरूलाई ढाकाबाट बिउ ल्याएको होइन यहीँनिर सुकेको अकबरे थियो ओए कति मजाले यहाँ आम्मै यता कति राम्रो राम्रो भएछ अब एल्ना दिदीले पनि लगेर रोप्नु भन्छु म मर्छु होला अनि हाम्रो अकबरीको बिरुवा चाहिँ मलाई फाल्न लोभ लगाएर लगेर रोप्नु होइन फेर्नु त अनि धेरै पनि फेर्छ अनि थाङ्रा लगाइसके पुदिनाको बिउ देऊ न मलाई ल यो पुदिना हो होइन ऊ त्यो घिरौला हो हाम्रो मैले छठमा घिरौला ऊ देखाउँथेँ नि पुदिनाको बिउ देऊ न ल लगेर बोरामा यो मैले छठमा घिरौला देखाउँथेँ नि यहीँ त रोप्छु यहाँबाट अनि उता माथि जान्छ के के उम्रेको त्यो त केही होइन त्यो चाहिँ घिरौला हो यो चाहिँ खै के हो फुल हेर न टिउरे फुली यो लौका हो टिउरे फुल ओइ कहाँ भुइँ भर्यो नि यो पुदिना पुदिना त कति छ यो सबै लग्दा हुन्छ रहेछ नि मिठो हुन्छ हौ अझै मिठो खालको अझै छठमा छ मर्यो हरियो अब सुसको मुन्टा कति मजाले जान्छ यहाँ सबै माथि आफै रोपेकी तिमीले म त आफै रोपेको फर्सीको मुन्टा आउँदैछ उता मलाई त त्यस्तो तरकारीहरू त थाहा छैन कुन सिजनमा हान्ने भनेर म त यहाँ वरिपरिको मान्छेले रोप्छ अनि म देखेर अनि यसो ट्याक्टर पारिदिइहाल्छु मम्मीले त्यो लाली गुराँस जस्तै फुल्छ कि रेड कलरको यो अनि अस्ति काटेर हाँगा लानुपर्ने रहेछ होइन मैले लग्दा हुन्छ त यसको त उता तल काटिदिन्छु एउटा काट्दै ल यसको हाँगा काटिदिन्छु यसलाई मेरो घर यो एलाजीले सबै फुल मागिँदै हुनुहुन्छ यहाँनिर प्लान्टहरू ओइ चोरेको र मागेको मात्रै सर्छ किनेको सर्दैन ए त्यस्तो मलाई नभन्यो भरे ओ यो पनि छ मेरो पातबाट उम्रिने यो मसँग छ मैले त झापादेखि ल्याएको अस्ति मम्मीले मैले झापाबाट लिएर आएको यता छ कि यता फुल जेट प्लान्ट कस्तो मजाले आएको प्लान्ट ओइ के भएर आएको यस्तो के हालेर को कमायो भने आउँछ नि त सबै पैसा कमाएको छैन र कमाउँदैछु तर आउँदैन अनि किन नआएको त ऊ त्यो प्लान्टमा चाहिँ कस्तो दामी यो त पातबाटै आउँछ नि मेलना यहाँ हाँगा भाँचेर लाग्नु नि किन छैन र पानीमा सर्दैन यसरी गमलामा रोपेर झुन्ड्याइदिने हो झुन्डिने ठाउँ छ एउटा जरा भएको थियो मलाई छोरे ल कति मजाले झुन्डेको त अब यहाँनिर कस्तो राम्रो राम्रो यहाँ पनि जेट प्लान्ट यहाँ पनि सार्किरै छ कुन चाहिँ ए हो त अनि त्यो त मैले यहीँबाट कति जगाइसकेँ कति जगाइसकेँ यो स्नेक प्लान्टको हेर त यहाँ पानीमा हाल्यो कि होइन माटो छ त्यहाँ कस्तो आएको त ओइ ओइ गर्दै ठेल्दै यसलाई साथ दिनु पर्ने छ यो कति मजाले म अब यति बिरुवा लान्छु कि कुनै हेर न यो चाहिँ मलाई मन पर्दैन यो चन्द्रङ्गे चाहिँ मलाई त कति राम्रो लाग्छ सबभन्दा मनपर्ने यो खोर्सानी अब म यो लाइ नै झुन्डाइदिने अब छ त ओइ यहाँनिर म लाइ नै झुन्डाइ कति साह्रै कि यो के भएको यस्तो रोप्ने बित्तिकै मेरो हातै मलिलो छ ओ आया झुसुले हेर न यहाँ कत्रो सात्तै गयो यार यसको हाँगा काट्ने बेला हुन्छ यो गुलाबको
यो गुलाब ओए कति राम्रो गुलाब मलाई दिउ न यो चाइनिज गुलाबहरू हो क्या कस्तो मगद्दी भयो क्या कति राम्रो फुल छ अनि अनि मगन्ती हुनु परेन काठमाडौँमा फुलको दाम कति छ यो गुलाबलाई 3000 पर्छ गुलाबै हो होइन अर्कै कलरको हो त्यो कहाँबाट ल्याएर गाड्ने बित्तिकै सरेछ त यहाँ यो मलाई एउटा दिदीले हाका यो खोर्सानी खोर्सानी फुल होला होइन खोर्सानी त्यो फुल हो यो कुन फुल हो त थाहा छैन होइन होइन अर्कै फुल छ त्यो यो कहाँबाट के हो यो गाडेको सरेको छ त त्यो त उयो हो घन्टी फुल हो अर्कै कलरको कहाँबाट ल्याएर ठस्स काटिदिन्छ हो मैले एउटा फुल किनेको छुइनँ यो किन फाले कि सबैमा त्यो मलाई धेर भएर फालेको यहाँ पनि छ उता पछाडि कति थियो देखेर न मैले धेर भएर फालेको मेरो फुलबारी हेरेर हराइसक्नु भयो एल्ना दिदी गुलाब मन परेर मलाई लाग्यो नटिप्नु है फेरि राम्रो हुँदैन नि फेरि टिप्यो भने ल ल ल यहाँ मैले अब मैले सबै फुलहरू अब म आज हाँगा टिपेर लानेवाला छु अब मेरो कम्ती हो नि 2000 जति चाहिँ बत्ने भयो प्लान्ट ल प्लान्टै प्लान्ट लगाउन अब यहाँ झापाले सुपारी लिएर आएको थिएँ अनि यो चाहिँ मैले एल्ना दिदीको लागि ल्याइदिएको एल्ना दिदी भाइलाई ल्याइदिएको होइन म अब दिन्छ है सुपारी ल सुपारी दारा फुस्किने गरेको तपाईँको त कस्तो हाम्रो घरमा भनेको सुपारी है यो कस्तो मिठो छ ल ल ल आज सो हामी चाहिँ अब यहाँ एल्ना दिदीहरू आइसक्नुभयो घुमघाम भइसक्यो होइन अब चाहिँ म खाजाको सुरसार गर्दैछु खाजामा चाहिँ आज म चटपट बनाउँदैछु अनि मुरै चाहिँ हल्का उसिएछ कि अनि यहाँ खुसबुले भोट्दैछु मुरै होइन मेरो हातको चटपटे खाना एक्साइटेड छ मैले मलाई 10 दिन जति गोजीमा हालेर खाना हिँड्नु यति राम्रो हुन्छ कि के हुन्छ 10-15 दिन जति गोजीमा हालेर खाना हिँड्नु त्यस्तो लाग्छ सरप्राइज झापाको चटपटे खानालाई कति एक्साइटेड चटपटे पहिला खाने अनि यो खाने किनभने यसले फेरि नुनै लाग्दैन ल ल ल टर्रो हुन्छ भनेर कस्तो ल्याङ खान्छ नि दामी छ हौ यो चटपटे ए उयो सुपारी ब्यागमा हाल्छ लुका हो कसले चोर्ने हौ मैले सुनामी मेरो पानी कता के भुटेका मुरा यति मलाई पोल बनायो भने त्यस्तो होला है कालो मसला बनायो मैले पनि भर्खर सबै बनाएको छु म पनि प्रो हो चटपटे बनाउनमा किनकि झापालीहरूलाई सिकाउनु पर्दैन तर हाम्रो चटपटे फेमस हो यो अरूलाई मन पर्दैन सजिलो चाहिँ म त कसरी मन पर्दैन ल है अब यहाँ यो बिना चटपटे हुँदैन ल यो चाहिँ हाम्रो झापामा यसलाई के भन्छ मामा चाउचाउ के चाउचाउ के भन्छ यो चटपटेमा हाल्छु म हालेर मटर पनि हालौँ चना पनि हाल्छु म अमिलोको नाममा चुको अमिलो हाल्छु है कहाँबाट आएको यति खुसी लाग्छ मलाई अब हेर्नु यहाँ यस्तो प्लास्टिकमा भएको पुरा अर्ग्यानिक हुन्छ थाहा चाहिँ छैन अनि हर्लिक्सको बट्टामा भएको हर्लिक्सको बट्टामा भएको प्लास्टिक यो चटपटे मसला हो ल फुल भिडियो चाहिँ गएर त्यहाँनिर मेला युट्युब च्यानलमा ल उसले जिरा र धनियाँ भुटी चाहिँ तोरी पनि हो ल रेसिपी किन भनेको भयो अर्ग्यानिक कुरा हामीले हालिसक्यौँ मेरो मेकअप फेरि टल्केर आम्मामा त्यो भयो कस्तो देखेको छ राम्रो भएको छ त हौ अनि के चलन अरे त्यो सानो नामै डिसिप्लिन मैले यहाँ यो के छ भएको यो सेलाको मैला पानी हाल्नु पानी हाल न अलिकति हाल्नु खुवाउन लागेकी छिन् सबै रेडी गरिसकिन् छोरालाई पनि अघि म हेरेर अनि मैले चाहिँ यसमा चिसो पानी हालेर मजाले घोल्दैछु अब चाहिँ भनेको रेड कलर के भन्नु यो आज खाइने भयो दरो हुन्छ होला नि दादाहरू लास्टै मिठो हुन्छ खोर्सानी हाल्यो रसाई रसाई ठिक्क भयो चटपटे गिलो कम भयो जस्तो लाग्यो भयो कि अब यहाँ घोल्नुपर्दा कम हुन्छ नि भोलि सक्न त दिउँ ठिक्क छ हौ त्यो अब कालोको मलाई माथिबाट थप्दै म त बनाएँ नि हाम्रो छ नि त्यो झापाको जस्तो लत्ता त छैन तर मिठो लाग्छ हौ अब यो
कति खाने म आएर गस्ती बढेर देखेँ के साह्रो हो छोरा तिमी त नुन डिस्टर्ब गर्ने हो कि टिभी दिनु त साँच्चीकै एक्सप्रेसनहरू थाहा भएन रियल वाला रिभ्यू सरी है तपाईँहरूको मुखबाट पानी आयो भने कति मिठो चटपटे अब काठमाडौँमा खुल्नु पर्यो यार लिज होला मर्यो म त यार फेरि यता मलाई पनि मेन्सन गर यो होइन मलाई कि आरम्भलाई हेर यहाँ के गरिसकेको ल ल्याउ चपडे ल भन ल खाएर कस्तो भएको छ ढाटेर भन्नु नढाटे भन्नु नढाटे भन रियलवाला भन ल रियलवाला भन कस्तो छ पहिला निल्न पाऊ नि ल के साह्रो लजाको बुटुका हुनु नि बुटुका हौ तपाईँ खाएको भिडियो भ्लगमा हेर्न ल मलाई रेसिपी सहित हाल्दैछु किन लाग्यो थप्ने अरे अब बोलै मैले लिएर बसेको छु अहिले थपौँ ल अरे ल आजको भ्लग यति हो सबैजनाले मेरो युट्युब च्यानलमा हेर्नु होला थ्याङ्क यू सो मच के भन्न चाहनुहुन्छ हामी आयौँ चटपटे खायौँ आरामबाट हेर्ने बाहना हो चटपटे खाने चाहना हो ल सबैजनाले फुल भिडियो हाम्रो एल्ना दिदी हाम्रो घरमा आउनुभएको भिडियो चटपटेको रेसिपीहरू सबै मैले मेरो युट्युब च्यानलमा हालेको छु हेर्नु होला सब्सक्राइब गर्नु होला विकासको फ्यानहरू पनि आउनु होला मलाई एल्ना दिदीको भन्दा बढी उसको फ्यान भइसकेँ ल है त थ्याङ्क यू सुपारी फुटाएर दिन लागेको सबलाई चटपटे खाएर पिरो भयो अरे होइन अनि म चाहिँ यहाँ ठक्क लागेर रेड कलरको सुपारी त्यसले गरे कि मेरो त अब मेरो त प्रेग्नेन्सी पछि मेरो दाँत कस्तो कमालमा कमाल टोक्नै सक्दैन तर सुकेको गाह्रो हुन्छ नि त अलिक गाह्रो छ नि त ल है म यसरी चाहिँ तिमीले त छुरीले भन्दा मैले हातले अलिक फोडिसकेँ हाम्रो घरमा कसले त म त्यत्रो राम 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 मैले यत्रो टुक्रो खाएको हौ यत्रो त यहाँ बेबी हेरेर कति मुख मिठायो आरम्भ आगोबाट खोर्सानी मागेको सर्दैन कि चोर्नुपर्छ प्लान्ट पो हो त हौ मागेको सर्दैन यसरी चोर्नुपर्छ प्लास्टिकमा हाल्नुपर्छ प्लास्टिकमा यसरी यस्तो छ हेर अकबरेको बिरुवा वाउ ओइ मलाई चा कतिवटा लैजाम 6वटा लैजाम मर भने फेरि लिन आउँछु है रहन्छ कि रहँदैन गाइस यहाँ एला दिदीले चाहिँ मैले घरमा अकबरे खोर्सानी उमारेको थिएँ बिरुवा अनि मैले चाहिँ यहाँ गमलाभरि रोपिसकेको छु अनि यहाँ धेर भएर कामहरू भइरहेको थियो अनि आज अब यहाँ एला दिदीलाई मैले दिएको चाहिँ यो चाहिँ घर पछाडि हो होइन मैले यति के उमारेको छ मैले यहाँ कति बिरुवा लान्छु भन्ने कुरा माटो सहित फुलाएर एला दिदीले नै अकबरे फलाएर अब खानु होला भनेर ल्याइदिन्छु भोलि बरु फलेर यसो प्लास्टिकमा बोकेर ल्याइदिनु होला यही प्लास्टिक ल्याइदिनु भयो भने हुन्छ मलाई पैसा अहिले खोर्सानी लाग्ने अनि अझै बिहान बिरुवा झन् कति राम्रो थियो मैले यहाँ काठमाडौँको बासिन्दाहरूलाई सबैलाई बाँडेर सक्छु छिमेकीलाई हेर्नु यति राम्रो प्लान्ट लाउनु के को पुत्ला हो होइन जरा हो यसको किन निकालेको हौ जरा हो त्यो ल प्लान्ट पनि लगाउनु गमलाबाट फ्याले के होला खुसबु
चाहिँ दिँदैछु है धेरै उम्रेको छ अनि यसलाई दिदीकोमा रोप्ने ठाउँ छ अरे त्यही भएर यो पनि दिँदैछु हेर्नु यहाँ दिनु पर्दैन उखालेर सबै लगिसक्नु भइसक्यो पुदिनाको बिरुवा हे भगवान् म के गर्ने नि ल यहाँ लु 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 वाउ लु गमलामा यस्तो दामी इन्डोरमा राख्छु ल ल ल अब अझै उताको नि काट्ने होला हेला गरेको फुल म लगेर ए लागेको छैन ल ल म हेला उभि भए पान भाँच्नुपर्छ है यसको चाहिँ भाँचेर दिनुपर्छ लाछु अँ भाँच्नु जाछु त है जान्छ हौ मलाई यस्तै लाग्यो कहाँबाट ल्याकी मागेर ल्याकी कि छोडेर छ्याउ म त यो त खै कहाँबाट लिएर आएको हौ मलाई थाहै के छैन हो यो कालो सो गाइस एला दिदीलाई म यो गिफ्ट ह्याम्पर हस्तान्तरण गर्दैछु यो चाहिँ मजाले थ्याङ्क यू फुल थ्याङ्क यू फर खोर्सानी सो ल सबैजनाले हाम्रो भ्लग हेर्नु होला है युट्युब च्यानलमा चुप्पा बाई आराममा चुप्पा चुप्पा रे ल बाई बाई आराममा चुप्पा हरि हुँदैन कति राम्रो ल विकास विकासलाई झन् मैले कति राम्रो गिफ्ट ह्याम्पर दिएको छु खै देखाऊ यसरी देखाउँदै लग्यो भने त सकिन्छ बाटो ब्याग भन्दा म आउन यहाँ विकास विकास र मेरो त आएको छ विकास र मेरो यहाँ हेर ल टुप्पैमा आउँदै गर्नु फेरि